नमस्ते दर्शकवृन्द, फेरि पनि स्वागत छ सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मको आधिकारिक युट्युब च्यानलमा। आज हामी गण्डकी प्रदेश नवलपुर जिल्ला काउसिती नगरपालिका वडा नम्बर 2 मा अवस्थित सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा छौँ यतिखेर। र तपाईँ यहाँ देखिरहनु भएको छ खरबुजा खेती। सासु बुहारी मिलेर एकदमै मेहनत गरिरहनु भएको छ, खरबुजा खेती गरिरहनु भएको छ र खरबुजाको फल लाग्ने क्रम जारी भइसकेको छ। तपाईँ यहाँ प्रशस्त मात्रामा फल लागेको पनि देख्न सक्नुहुन्छ। गरे के हुँदैन भन्ने एउटा गतिलो उदाहरण दिइरहनु भएको छ र यही व्यावसायिक कृषि खेतीबाट मनग्य आम्दानी पनि गरिरहनु भएको छ। खरबुजा खेती गर्न त्यति गाह्रो छैन, एकदमै सजिलो छ। यसको लागि हामीले सबैभन्दा पहिला जग्गाको तयारी गर्नुपर्ने हुन्छ र हामीले जग्गाको तयारी गर्दाखेरि प्रशस्त मात्रामा कम्पोस्ट मल हालेर एकदमै बुरबुराउँदो किसिमले माटोलाई जोत्नुपर्ने हुन्छ र जोतिसकेपछि हामीले विशेष त मल्चिङ प्लास्टिक लगाउनु पर्ने हुन्छ, किनभने मल्चिङ प्लास्टिक लगाइसकेपछि यसका विभिन्न फाइदाहरू छन् र मल्चिङ प्लास्टिक लगाउँदै गर्दा यो माटो चिसै बसिराख्छ र हामीले प्रयोग गरेका कम्पोस्ट मलहरू अथवा रासायनिक मलहरू बाहिर खेर जाँदैन र मल्चिङ प्लास्टिक लगाउँदै गर्दाखेरि झारहरू आउँदैन र एकदमै राम्रोसँग चिस्यान भएर बसिराख्छ। त्यसकारण पनि मल्चिङ प्लास्टिक लाएर खेती गर्दाखेरि हामीले परम्परागत खेती प्रणाली भन्दा केही मनग्य चाहिँ उत्पादन गर्न सक्छौँ, आम्दानी पनि लिन सक्छौँ। र तपाईँ यहाँ देखिरहनु भएको छ, यहाँ सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मले मल्चिङ प्लास्टिक लगाएर यसरी खेती गरिरहनु भएको छ। र यो खरबुजा खेती गर्दाखेरि विशेष त यो फर्सी जस्तै झ्याल हिँड्ने लहरे बाली हो। त्यसकारण पनि हामीले यसलाई लगाउँदै गर्दाखेरि यसको दूरी कम्तीमा पनि एक बोर्डदेखि अर्को बोर्डको दूरी 90 सेन्टिमिटरदेखि 1 मिटरको फरकमा हुनुपर्छ, किनभने यो एकदमै झाँगिन्छ, एकदमै बाक्लो हुन्छ। बाक्लो भइसकेपछि फलहरू प्रशस्त मात्रामा लाग्दैनन् र एक अर्कामाथि यसरी चाहिँ उनीहरूले प्रकाश पनि पाउन सक्दैन, एकदमै एकै ठाउँमा गुचुल्टिएर बस्छ। त्यसकारण पनि हामीले विशेष गरी खरबुजा खेती लगाउने बेलामा बिरुवा लगाउने बेलामा कमसेकम 90 सेन्टिमिटरदेखि 1 मिटरको दूरीमा लगाइयो भने एकदमै राम्रो हुन्छ। यो बाक्लो भएर त्यति फल्ने पनि होइन, त्यसकारण पनि यसलाई चाहिँ एकदमै पातलो गरी चाहिँ लगाउनुपर्छ। खरबुजा लगाइसकेपछि यसले 1 महिनापछि चाहिँ फल दिन सुरु गर्छ। तपाईँ देखिरहनु भएको छ यहाँ यो लगाएको करिब 30 दिनदेखि 35 दिन भएको छ। फलहरू लाग्ने क्रम जारी छ र विशेष त खरबुजा खेती गर्दै गर्दा यहाँ विभिन्न रोग किराहरूको प्रकोप बढ्न सक्छ। त्यसकारण पनि रोग किरा पहिचान गरी यसलाई चाहिँ कृषि विज्ञहरूको सल्लाह सुझाव अनुसार विभिन्न किसिमका कीटनाशक औषधिहरू पनि दिनुपर्ने हुन्छ। र तपाईँ यहाँ देखिरहनु भएको छ फलहरू एकदमै लट्रमै लागेको छ, तर पनि फलहरूमा अलिकति रोग किराको प्रकोप बढेको छ। त्यसकारण पनि मैले कृषि विज्ञहरूसँग अथवा उहाँहरूको सल्लाह अनुसार थोरै मात्रामा कीटनाशक औषधिहरू पनि प्रयोग गरिरहेको छु। र यसरी नेपालमा बसेर पनि व्यावसायिक कृषि खेतीबाट हामीले राम्रो आम्दानी गर्न सक्छौँ। सासु बुहारीले एकदमै राम्रो किसिमले आम्दानी गरिरहनु भएको छ। उहाँहरू एकदमै खुसी हुनुहुन्छ। विदेश गएर अर्काको गुलामी गर्नुभन्दा स्वदेशमै आत्मनिर्भरका साथ चाहिँ छाती फुलाएर उहाँहरूले
यो आम्दानी गरिरहनु भएको छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै कृषि सम्बन्धी विभिन्न जानकारीमूलक भिडियोहरू हेर्नको लागि कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोला र भिडियोलाई लाइक, सेयर, कमेन्ट पनि गर्न नभुल्नुहोला। र यदि तपाईसँग कुनै किसिमको सल्लाह सुझाव अनि जिज्ञासा भए कृपया कमेन्ट बक्समा आफ्नो सल्लाह सुझाव अनि जिज्ञासा छोड्नुहोला। हामी सकेसम्म चाँडोभन्दा चाँडो तपाईँको जिज्ञासाको प्रतिक्रिया दिनेछौँ भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई भने बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद। जय कृषि।